हेलो गाइज ल आज चाहिँ म तपाईँहरूलाई बिहानको समयमा क्वालालम्पुर जाँदाखेरिको दृश्य देखाउँदैछु होइन। तपाईँहरूले देख्न सक्नुहुन्छ सरर सबै गाडीहरू आफ्नो लेनको नियम पालना गरेर हिँडिरहेछन्। मोटरसाइकल बिचबाट सरर गइरहेछन्। न कसैले कसैलाई ओभरटेक गरेको छ, न अनावश्यक हर्न छ। अर्को कुरो तपाईँले ख्याल गर्नुभयो, हेर्नु त धुलो धुवाँ भन्ने कुरो एक जातै छैन कि, काहीँ पनि छैन कि धुलो धुवाँ भन्ने कुरो। र अर्को कुरो चाहिँ तपाईँले देख्नुहुन्छ यहाँनिर ट्राफिक कति मजाले सरर चाहिँ फ्लो भइरहेको छ। अब हाम्रो देश नेपालमा हामीले खोजेको चाहिँ के भन्दाखेरि हो यस्तै के, सडकमा हिँड्दाखेरि तनाव नहोस्, धुलो धुवाँले चाहिँ आँखै हेर्न नसक्ने, सासै फेर्न नसक्ने अवस्थाको अन्त्य होस् भनेर चाहिँ हामीले खोजेको। तर के गर्नु, हाम्रा त उखान टुक्का सुनाएर चाहिँ उखान टुक्काले देश बन्छ भन्दै उफ्रिन्छन्। अब के गर्नु, हेर्नुहोस्, हुने रहेछ त ठाउँ ठाउँमा त यसरी पनि हुने रहेछ। धेरै गाडी हुँदाखेरि पनि चाहिँ खोइ त धुलो धुवाँ फिटिक्कै उड्दो रहेछ त। हाम्रो देशमा चाहिँ के भएको होला के, एकदम जता गयो तपाईँको झन् काठमाडौँ सहरमा त जता गयो उतै धुलो उतै धुवाँ, बाटो जताततै बिग्रेको, जताततै चाहिँ खाल्टो र साल्टो भएको चाहिँ के भयो के, हामी नेपाली उस्तो हो कि हाम्रो संस्कार उस्तो